एउटा सिंहदरबार जल्यो फेरि खडा गर्न सकिएला, सर्वोच्च जल्यो फेरि खडा होला, संसद भवन जल्यो फेरि खडा होला। तर देशै जल्यो भने, देशै रहेन भने के होला? आज ताल परेन भने देश नरहने स्थितिमा पुगेको छ। हामीले बारम्बार भनेका छौं, यत्रो धेरै पार्टीहरूको बग्रेलती, यत्रो धेरै पार्टीहरूको ताती लागेको बेला राप्रपा भन्ने अलग पार्टी किन चाहियो? पार्टी मात्रै खोल्नको लागि त दुनिया पार्टी छन्, कांग्रेस छ, एमाले छ, माओवादी छ, के छ, किन फेरि अर्को राप्रपा चाहियो? प्रश्न थियो। तर हामीले भन्यौं यो देश हामीले हाम्रो पुर्खाबाट जुन नासोको रूपमा प्राप्त गर्यौं, हाम्रो पुस्ताले हाम्रो पुर्खाबाट प्राप्त गरेको यो नासो हामीले सक्यो अझै विकसित, अझै समुन्नत बनाएर आउने पुस्तालाई जिम्मा लगाउने। तर सकिएन छ भने पनि, समुन्नत बनाउन सकिएन, समृद्ध बनाउन सकिएन छ भने पनि यसलाई बर्बाद हुन नदिएर, यसलाई बिग्रन नदिएर सग्लो रूपमा भावी पुस्तालाई जिम्मा लगाउने हाम्रो कर्तव्य छ। त्यो कर्तव्य पूरा गर्नको लागि हामीले राष्ट्रिय प्रजातन्त्र पार्टी स्थापना गरेको हो। त्यसको लागि राप्रपा हामीले तपाईको बीचमा लिएर आएको। आज ठुलो हुँ भन्ने पार्टीहरूले त्यो कर्तव्य भुले।